म यो घर छोडेर सधैँका लागि जाँदैछु। सायद अहिले मम्मीले कोठामा गएर खोज्नुहुन्छ होला, के लिएर गई भन्नु होला। त्यसैले पहिले नै भन्छु, म यो घरबाट आफ्नो भन्नु एउटा सियो पनि लिएर गएकी छैन। तपाईँले किनिदिनु भएको लुगा, गहना, पैसा सबै दराजमै छाडेको छु। आज पनि त्यसरी नै खाली हात फर्किँदैछु। फरक यति हो, त्यो बेला मसँग आमा बुवा थिएन। आज श्रीमान पनि छैन। म फेरि कसैको केही नभएको मान्छे बनेकी छु। खोज्न ननिस्किनु।